साथीहरू तपाईहरुलाई पनि म यो भिडियोमा तपाईहरुलाई जानकारी गराउने छौ कि तपाईहरु कसरी चाहिँ यो लघुवित्तको पैसा अनलाइनबाट ई-सेवाबाट पे गर्न सक्नुहुन्छ। जस्तै तपाईहरुलाई छिमेकी लघुवित्तमा तपाईहरुलाई हैन किस्ता लिनुभएको छ अनि त्यसलाई चाहिँ हजुर मोबाइलबाट नै अनलाइनबाट नै पे गर्न चाहनुहुन्छ भने तपाईहरुलाई यो भिडियो धेरै नै महत्त्वपूर्ण हुन सक्छ। तपाईहरु यो भिडियो फर्स्टदेखि लास्टसम्म राम्रोसित हेर्नु होला अनि सब्स्क्राइब अनि लाइक गर्न नबिर्सिनु होला। यस्तै खाले इन्फर्मेसन म तपाईहरुको लागि ल्याइराख्ने छु। त सबभन्दा पहिला तपाईहरु मेरोलाई यो साइडमा हेर्न सक्नुहुन्छ। यस्तो खाले तपाईहरुलाई छिमेकी बैंकले कार्ड दिएको हुनुपर्छ। यस्तो कार्ड दिएको छ भने म तपाईहरुलाई मोबाइलमा गएर 1 by 1 स्टेप बाइ स्टेप सिकाउने छु। हैन अब त्यो ई-सेवा पनि डाउनलोड गर्नु भएको छ, सबै कुरा खोल्नु भयो भने सबभन्दा पहिला तपाई ई-सेवामा आउनुहुन्छ। अब यहाँ आउन बित्तिकै तपाईहरु के गर्नु भने यहाँ अलि तल आउनुहुन्छ, यहाँ फाइनान्शियल भनेर यहाँ आउनु भएछ। फाइनान्शियल पेमेन्ट भनेर यहाँ तपाईहरु हेर्न सक्नुहुन्छ नि यहाँ। तब यसमा आएर तपाईहरु केमा टच गर्नुहुन्छ भने यो माइक्रो फाइनान्समा हामी टच गर्छौं। यो माइक्रो फाइनान्समा हामी यहाँ हेरिरहेछौं। माइक्रो फाइनान्समा हामी टच गर्नेछौँ अनि यहाँ आएर तपाईहरु छिमेकी बैंक भनेर जुन पनि बैंकको तपाईहरु नजिकमा छ त्यसको पनि तपाईहरु पैसा लिनु भएछ भने तपाईहरु बुझ्न सक्नुहुन्छ भने त्यसमा तपाईहरु यहाँ लगाउन सक्नुहुन्छ। जस्तै तपाईहरु धेरै यहाँ देख्न सक्नुहुन्छ। स्वरोजगारको पनि छन् हैन, सबै जसको छन् त्यो सबैको छन् यहाँ। त हामी छिमेकीको तपाईहरुलाई पे गरेर हैन अब एक्जाम्पलको स्वरूप तपाईहरुलाई हेराउन गर्छौं। अब हामी जानेछौँ छिमेकी बैंकको यसमा टच गर्दिए हैन। अब यसमा टच गर्न बित्तिकै तपाईहरुलाई जुन मैले नम्बर भनेको त्यसमा गएर तपाईहरुले नम्बर हेर्नु होला। नभए तपाईहरु सिधा यो बारकोडमा तपाईहरु यहाँ टच गर्नुहुन्छ भने सिधा तपाई यसमा फोटो अपलोड गर्नु होला। त्यो अटोमेटिक यहाँ आइहाल्ने छन्। जस्तै म अब यहाँ आफ्नो सेभ गरेर राखेको छु, म यहाँ दिइसके। अब यहाँ आउन बित्तिकै यो नम्बर दिइसक्यो भने यो नम्बर दिनु बित्तिकै तपाईहरु यस्तो खाले इन्टरफेस खुलिने छन्। यस्तो खाले इन्टरफेस खुलिसकेपछि तपाईहरु आफ्नो डिटेल हेर्न सक्नुहुन्छ। आफ्नो डिटेल राम्रोसित हेरिसकेपछि तपाईहरुलाई कति मन्थली पे गर्नुपर्छ भने तपाईहरुले यहाँ हेर्न सक्नुहुन्छ। कति ब्याज लाग्छ त्यो पनि तपाईहरु यहाँ हेर्न सक्नुहुन्छ। कुन ब्रान्चबाट लिनु भएछ, कसले लिनु भएछ त्यो सबै तपाईहरु यहाँबाट हेर्न सक्नुहुन्छ। अब चाहिँ पैसा पे कसरी गर्ने भन्दाखेरि अब तपाई जसले पे गरिरहेछ नि यहाँबाट अब म पे गरिरहेछु भने म आफ्नो नाम लेख्छु अनि त्यसपछि तपाईहरु डिपोजिट कति गर्ने भनेर अब यति डिपोजिट गर्नुभयो तपाईहरुको 1 मन्थको किस्ता भइसक्यो हैन। तपाईहरुलाई यो भन्दा बढी पनि गर्नु छ भने तपाईहरु गर्न सक्नुहुन्छ। यो भन्दा थोरै पनि गर्न सक्नुहुन्छ भने गर्न सक्नुहुन्छ। तर 100 भन्दा तपाईहरु बढी गर्नुपर्ने हुन्छ। जस्तै अब एक्जाम्पलमा म तपाईहरुलाई हेराइदिउ। यहाँबाट आफ्नै नाम कुनै एउटा लेखिदिउ है। त्यसपछि तपाईहरु यहाँ आएर अनि मैले 200 म पे गर्न चाहन्छु हैन। अब तपाईहरु 200 पे गर्नुस् या 2 लाख पे गर्नुस् यहाँबाट है। तपाईहरुलाई 10 रुपैयाँ चार्ज लाग्ने छन्। अब त्यसपछि हामी यहाँबाट प्रोसिड गर्दैछौँ। प्रोसिड गर्न बित्तिकै अब तपाईहरु आफ्नो डिटेल यहाँबाट हेर्न सक्नुहुन्छ। 210 रुपैयाँ काटिने छन्, 10 रुपैयाँ चार्ज हो, 20 रुपैयाँ वित्तीय संस्था छ त्यसमा जान्छन्। अब यो भइसकेपछि तपाईहरु यहाँबाट कन्फर्म पेमेन्टमा टच गर्नुहुन्छ। कन्फर्म पेमेन्टमा गर्न गए तपाईहरु आफ्नो यो पे भीएस ई-सेवा भनेर टच गर्नु होला हैन। अब यहाँ टच गर्नुहुन्छ। यहाँ टच गर्न बित्तिकै तपाईहरु आफ्नो पैसा चाहिँ त्यसपछि तपाईहरु 4 डिजिटको नम्बर नभए तपाईहरु फिंगरप्रिन्ट दिनु हुन्छ भने यो पैसा गइहाल्ने छन्। जस्तै यहाँ गयो अब यसमा भनेको छ इनसफिसिएन्ट ब्यालेन्स। यहाँ हुन्थ्यो भने म यसलाई दिन्थे हैन 4वटा कोड, त्यसपछि यहाँबाट पे हुन्थ्यो। तपाईहरु यसरी चाहिँ तपाईहरु पे गर्न सक्नुहुन्छ जुन पनि वित्तीय संस्थाहरुमा।